ल हाम्रो भाइ गुल्मीमा आएको गाइज आज चाहिँ नि ओखो पेलेर पहिलो अनुभव लिँदैछ। यो उसको पहिलो अनुभव हो जीवनको। ऊ यहाँ आएको पनि थिएन अनि अहिले त्यहाँ खया भन्छ यसले, खया उठाउँदैछ। अब यसलाई लिएर गएर उहाँ पाकिरहेको छ, कुदो पाक्दैछ कि हो त्यहाँनिर राख्ने अनि तलबाट इँटामा आगो लगाइदिए जस्तो तलबाट यो बाल्ने भुसा हाल्ने अनि कुदो पाक्दै राख्छ। अब उसको चाहिँ पहिलो अनुभव गर्छु भन्दैछ। यस्तै छ। ल भाइ यता हेर अरे उखु बेल्ने त बहुत गाह्रो छ गाइस। अनि भन जस्तो सजिलो छैन। बहुत गाह्रो काम के यो बहुत। फुस्किन्छ क्या त्यो, फुस्किन्छ कि बोक्कै अब गर्छ। गाइस या दाइले बिसाउने भारी उखुको परेछ के गर्ने अब। गाइस यता चाहिँ खुदो बन्दैछ हो। यहाँ कुरो बन्दैछ। यहाँ तल यो खया युज हुन्छ त्यहाँ राखेर अब यही आगो बाल्ने पाक्दैछ। पारी ओखो पेल्दै हुनुहुन्छ गाउँको स्टाइलमा, पुरानो स्टाइलमा। राम्रो है।